पाहाडहरू वाओ। हेलो सबैजनालाई नमस्ते। सबैजना सन्चै हुनुहुन्छ ल। वेलकम टु माई ब्लग। मेरो चाहिँ ड्युटी सकिसक्यो। यसो अब मासतिर यसो घुम्न जानु पऱ्यो। फ्रेस हुनलाई रुममा बस्दा बस्दा दिक्क लागिसक्यो। अब के कस्तो हुन्छ मासतिर ल जाम हिँड्नुहोस् अब घुम्नलाई। हेलो गाइस, म चाहिँ खासमा कहाँ जान भनेर आएको थिएँ होइन। मलाई चाहिँ कहाँ पुऱ्याइदियो किनकि यो 6 नम्बरको ड्रममा आएको आज ग्ल्याबिनी हुँदै जान्छु भनेर सोचिरहेको थिएँ। तर मलाई चाहिँ एकैचोटि डाइरेक्ट स्क्वायरतिर ल्याइदियो किनकि घुमेर आउनु ल्याएर छोडिदियो होइन। अनि त्यही भएर म नि जहाँ भयो वहाँ यतैबाट जान्छु भन्ने सोचेँ। त्यही भएर चाहिँ के गर्ने, बाटो बिग्रेसी म त्यस्तै हुन्छ। पहिला एकचोटि फर्स्ट टाइम अस्ति नै पनि आएको थिएँ नि, म एकचोटि ग्ल्याबिनी जान भनेर आएको थिएँ। त्यसरी ड्रम बिग्रेर हिँडेर जानु पऱ्यो, धेरै टाइम लाग्यो। अनि आज पनि ठ्याक्कै निस्क्यो क्या, ठ्याक्कै ड्रम बिग्रिरहेको हो। यहाँको सुज कलेक्सनहरू है, सो हेर्नुहोस् त सुज कलेक्सनहरू। यसो हेर्नु पऱ्यो कति रहेछ प्राइस। जुत्तामा नलेखेको चाहिँ यहाँ रहेछ प्राइस चाहिँ यहाँ रहेछ। त्यहाँ जानु पऱ्यो के रहेछ त्यहाँनिर चाहिँ। बाइक पछाडिको भाइब चाहिँ बबाल दामी छ है। म तपाईँलाई देखाउँदै जान्छु। यो लाइटिङ जिन्दगीमा के भयो आज पारामा रोड्नु पनि चिल पारामा हिँडिदिन्छु है। के गर्ने, आफ्नै सोचेर हिँड्नु पऱ्यो नि त। ल हेर्नुहोस् यहाँको पुरानो डिजाइनिङहरू। त्यो त नयाँ बिल्डिङ हो, यो चाहिँ पुरानो। ठ्याक्कै यो के भन्छ बारे मन्दिरबाट छ्याट्ट निस्किने ठाउँ जस्तो लाग्छ मलाई चाहिँ यो ठाउँ चाहिँ है। अनि टक्क यतातिर हेर्दा चाहिँ रमाइलो लाग्छ मलाई। लेक साइडतिर आए जस्तो फिल हुन्छ। त्यही भएर आज चाहिँ मैले लेक साइडको यादलाई फेरि ताजा बनाऊँ कि भनेर चाहिँ म आइरहेको छु यता, तपाईँहरूलाई देखाउँछु है त। यता आइसकेँ। खासमा म चाहिँ आज अर्कै ठाउँ लोकेसन हन्टिङ जाने हिँड्ने सोचिरहेको थिएँ, तर लोकेसन हन्टिङ जाने सोचिरहेको थिएँ तर भएन। आज चाहिँ म अर्कै ठाउँतिर आएको छु हेर्नु होला। यो स्क्वायरतिर हो टक्क लाएर, यो घोडे पार्कभन्दा मासतिर ठाउँ। क्रोसियामा बस्नु गएको दाजुभाइहरूले हेर्नुभयो भने चाहिँ टक्क मलाई भन्नु होला कुन ठाउँ राम्रो छ, यसो कमेन्ट गर्नु होला। म त्यो ठाउँ भिजिट गर्न कोसिस गर्छु। साइड पनि दामी लाग्छ मलाई, यो साइड दामी लाग्छ यो ठाउँ चाहिँ होइन। त्यही पनि तर म यो साइड चाहिँ जाँदिनँ आज। म चाहिँ यो साइड जान्छु। तपाईँहरूलाई सानो चिजहरू देखाउनु छ। म तपाईँहरूलाई सानो चिज देखाउँछु, हेर्नु होला कस्तो। जाग्रिपको डिजाइन हो है यो चाहिँ। म चाहिँ अघिदेखि यहाँ कता हो स्वागत छ भन्ने अस्ति नै आउँदै देखेको थिएँ, खोजिरहेको थिएँ होइन। ओह ल पाएँ। हेर्नुहोस् क्रोसियामा पनि हाम्रो भाषामा स्वागत है। ल हेर्नुहोस्।
ल है त हेर्नुहोस् है तपाईँहरूलाई चाहिँ मैले आज चाहिँ यतातिर लिएर आएको छु है त यो डिजाइन चाहिँ दामी छ है कुन दामी सुपर बवालै छ यो चाहिँ बन्दैछ अझै बनेर रेडी भएन है जिजस म तपाईँलाई नजिक गएर देखाउँछु है जिजसलाई है त ल है त हेर्नु होला घाम लागेको झन् कस्तो राम्रो देखिएको घाम लगाएर झन् आज बबाले देखियो है घाम लगाएर आज बबाले देखिरहेको छ ट्याक्क लगाएर यो चाहिँ ठ्याक्कै यो ठ्याक्कै यो ठाउँ भनेको चाहिँ तपाईँहरू त्यो माथि केबल कार चढेर जान मिल्ने ठाउँ पनि हो यो चाहिँ बाटोभरि फुल छर्न नसकुला काँडा पन्छाइदिन्छु अवश्य मेन स्ट्रिटतिर जानु यसो तलतिर जान लागिरहेको छु म तपाईँहरूलाई पनि देखाइहाल्छु के अरे तलतिर जानु लाग्दा दामी दामी ठाउँ छ तपाईँहरूलाई म देखाउँछु है त यो सब दामी छ है यो डिजाइन चाहिँ मलाई दामी लाग्यो है यहाँको मार्केट हो बिहान बिहानमा लाग्छ यो मार्केट वाइल्ड प्याक हुन्छ यो यहाँ चाहिँ धेरै सबै चिज सब्जी मन्डी हो यो चाहिँ है सब्जी मन्डी हो यो चाहिँ क्रोसियाको सब्जी मन्डी क्रोसिया जाग्रेबको चाहिँ यो ठाउँ चाहिँ दामी छ है यसो दामी बवाल छ यो ठाउँ चाहिँ यस्तो दामी छ है बवाल छ यो ठाउँ अनि मलाई चाहिँ यो दामी लाग्छ यहाँबाट जाने बाटो चाहिँ बवाल लाग्छ सर लाएर ट्याक्क लाएर है म तपाईँहरूलाई देखाउँछु र यो चाहिँ टुरिस्ट एरिया हो है सट्टै बसेर सर लाएर दामी हुन्छ ठाउँ चाहिँ यहाँ चाहिँ भित्रभित्र पनि ठाउँ छ टक्क लाएर है म चाहिँ आज यसो टुरिस्ट एरियातिर आएको छु ट्याक्क लाएर नजारा के कस्तो हुन्छ अनि हेर्दै जाउँला है त यो त जोकर पो छ त यहाँ त यार तास खेल्ने ठाउँमा ग्याम्लिङ होला तर यस्तो ठाउँमा चाहिँ म जानुहुन्न अन्त फेरि फसाइदिन्छ नै मलाई र यो ठाउँमा चाहिँ जानुपर्ने तर म चाहिँ आज चाहिँ माथिबाट यता मासतिरबाट चाहिँ म सर झर्छु आज चाहिँ मासतिर जान्छु म सर लाएर टेबल कुर्सी यो चाहिँ ठ्याक्क मलाई चाहिँ यो बाटोमा चाहिँ बाइकहरू साइकलहरू कारहरू केही नहुँदैन जस्ट वाकिङको लागि यो चाहिँ टुरिस्ट एरिया हो दामी हुन्छ यो चाहिँ ओपन टेबल हुन्छ यो चाहिँ ठ्याक्कै लेक साइड जस्तै लाग्छ मलाई लेक साइडको त्यो तालको छेउछेउ हिँडे जस्तो लाग्छ तर यो तालको छेउ त छैन तर बवाल छ यो ठाउँ चाहिँ यहाँको डिजाइनिङहरू यहाँको सब चिजहरू बवाल लाग्छ हेर्नु होला त्यही पनि मैले मात्रै बवाल लाग्छ भने के तपाईँहरूलाई के कस्तो लाग्छ है त हेर्नु होला एउटा फिल हुन्छ मलाई किनकि यहाँको मान्छेहरू चाहिँ वाइल्ड रिसाउँछ क्या भिडियो नसोधिकन गरिस् भनेर क्या हेर्नुहोस् है त त्यही भएर चाहिँ कहिलेकाहीँ चाहिँ औडा लाग्छ के गर्ने तर आफ्नो इच्छा भयो टक्कै यो टेबल कुर्सी चाहिँ मलाई दामी लाग्यो है तर यहाँ पनि सर है दामी छ दामी बिचरा ग्लोबोको दाइ चाहिँ हिँड्दै आउनुभयो होला यता चाहिँ तलतिर मस्त प्याक छ यतातिर चाहिँ खाली खाली ट्याक्क लगाएर हेर्नुहोस् त्यहाँको माथि त्यो घर चाहिँ तपाईँलाई नजिक गर्दा दामी सजाएर राखेको चाहिँ यो चाहिँ दामी हो यो चाहिँ टक्क बस्ने एरिया रहेछ टक्क लगाएर सर है यो पनि दामी छ यो ठाउँहरू के कस्तो लाग्छ तपाईँहरूलाई सबजना गोरा 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 छ है कोही त कालै निकाले छ म मात्रै न धेरै गोरो न कालो है के भन्नु र म मात्रै के भन्छ अलकत्रा मिसेको जस्तो हलुवामा बलुवा लाइन छ नि यो लाइन सर र चाहिँ टक्क अँधेरो भएपछि फुल लाइटिङ बोलेको चाहिँ त्यो खिच्नु मन छ मलाई है
म चाहिँ अब यताउता हिँड्छु अनि टक्क लाएर यो लाइनहरू सर यो लाइन सबै तलसम्म चाहिँ लाइटिङ बोलेको चाहिँ त्यो हेर्नु मन छ मलाई चाहिँ के गर्ने है त लाग्छ उता हेऱ्यो भने दामी लाग्छ बवालै लाग्छ मलाई चाहिँ यो स्ट्रिट र माथि स्ट्रिट चाहिँ बवालै लाग्छ मलाई चाहिँ साँच्ची नै भनेको मलाई चाहिँ लेक साइडमा आए जस्तो फिल हुन्छ कि टक्क लाएर यस्तो दामी बाइक्स हुन्छ ट्याक्क लाएर है हेर्नुहोस् म चाहिँ उतातिर जान्छु अब बिस्तारै लाइटिङहरू सुरु भयो जस्तो उतातिर अब हेर सर लाएर चाहिँ गाडी हिँड्न पाउने रहेछ है हाम्रो गाडी पनि फेरि खतरा मात्रै छ नि यहाँ चाहिँ खतरा साला कहिले हो यस्तो गाडी चल्ने हो हामी सपनामा भने जस्तै हो ट्याक्क लगाएर तर यतिको साइकल चाहिँ चढ्छिन्छ कुनै दिन गाडी नसके पनि लाग्छ फेरि होइन कसम भनेको यार सक्न त सकिन्छ होला किन्न तर कसम साना बच्चाहरूको रहेछ त्यो नि औकातभन्दा बाहिर आएको देखिने कि हेर्दै औकातभन्दा बाहिर आएको देखिने कि अब के भन्नु र बवाल छ है यहाँको आर्टहरू चाहिँ हो माइ गड ट्याक्क लाएर आर्टहरू त्यो भित्रको नै आर्ट बवाल छ हेर्नुहोस् ट्याक्क आर्ट चाहिँ बवाल छ सुपर है गाइज इन्ट्री हान्दैछु है यता भित्रतिर इन्ट्री हान्दैछु ट्याक्क लाएर भालै जित्ती कसले के भन्छ भन्ने कुरा टक्क लाएर यो चाहिँ रेस्टुरेन्टहरू रेस्टुरेन्टको भाइब्स चाहिँ तपाईँलाई म देखाउँछु है आमा म बस्ने कुर्चीहरू देखेको रहेछ एभ्रिथिङमा दुवै साइड हुन्छ टच चाहिँ म चाहिँ बिचको साइडमा हिँडिरहेको छु सर बारहरू वाओ नाइस सब चिज बवाल छ यहाँको चाहिँ हेर्नुहोस् बारहरू बवाल छ यहाँको बस्ने ठाउँहरू लाइटिङ हो माइ गड ल है त हेर्नु होला कस्तो लाग्छ नजारा हेर्नु होला नजारा के कस्तो लाग्छ कमेन्ट गर्नु होला बवाल छ के कस्तो लाग्छ हेर्नु होला है त ल कमेन्ट गर्नु होला के कस्तो लाग्छ तपाईँहरूलाई टक्कै यसो महलभित्र छिरिदिन्छु म चाहिँ टक्क लाएर जे होस् भाले जिसक्यो तर मलाई चाहिँ एउटा चिज बवाल लागेको भएर चाहिँ म यहाँ छिरिदिएको कि के चाहिँ बवाल लाग्यो मलाई भन्दाखेरि चाहिँ यहाँको चाहिँ मलाई यो चिज बवाल लाग्यो है यो दामी छ यो चाहिँ यो पछाडिको डिजाइन चाहिँ बवाल लाग्यो फेरि है हाम्रो यो हेर्नुहोस् त वाउ टक्क लाएर चाहिँ सर ल म चाहिँ यति दामी लाएर आएको म चाहिँ फर्किन्छ कम्तीतिर जान्छु फेरि है त के कस्तो लाग्यो हेर्नु होला है त बवाल छ बवाल रहेछ यतातिर यो नि एक्जिट जस्तो लाग्यो म चाहिँ एक्जिट भयो जस्तो लाग्यो लास्टमा चाहिँ दामी चिज होला भनेको त ल ठिक छ बच्चाहरू खेल्ने ठाउँ रहेछ यो चाहिँ ठिक छ नो प्रब्लम नट ब्याड म चाहिँ यता भन्दा नि यतातिर गइदिन्छु भाले भएन के छ यतातिर नयाँ नौलो छ जस्तो लाग्यो मलाई चाहिँ यतातिर है त ट्याक्क लाएर म चाहिँ अब देखाउँछु तपाईँहरूलाई के कस्तो छ यतातिरको नजारा है त म चाहिँ ल हेर्नुहोस् के हो यो म बुझ्दिनँ यस्तो चिजहरू चाहिँ तर दामी छ धेरै मासतिर आइसकेको छु अब चाहिँ फेरि म लहर फर्किँदैछु ट्याक्क लाएर हरियालीको साथमा है के गरेर रहेछ है यता बल्ल फर्किँदा पो देखिरहेको त होटल पो रहेछ दामी रहेछ यहाँ लाइटिङहरू सुरु भइसक्यो तर अहिले अझै लाइटिङ भएको छैन यसको लागि चाहिँ ट्याग लाएर म चाहिँ अब सानो माथिको गार्डनमा जान्छु पार्कमा गएर एकछिन बस्छु टक्क लाइटिङहरू सुरु भइसकेको छ यहाँ चाहिँ लाइटिङहरू सुरु भइसकेपछि चाहिँ म टक्क लाएर एक चरण हानेर चाहिँ जानु मन छ मलाई यो नै मेरो प्लानिङ हो है त टक्क यहाँ चाहिँ चराचुरुङ्गी चुर कराउँछ वाउ कस्तो मजा फिल हुन्छ त्यही भएर अब एकछिन चराचुरुङ्गीको आवाज सुनेर बसौँ अनि त्यसपछि फेरि हामी तलतिर झर्ने छौँ है त चराचुरुङ्गीको चिउ सुनौँ ठ्याक्कै म चाहिँ फाइनली फेरि यसको पछाडि आएँ
म चाहिँ यहाँ बस्छु। चाहिँ हत्यारा र के भन्छ अरे यो रेपिस्टहरूलाई चाहिँ यस्तो गरेर चाहिँ जिम्दै 1 महिनासम्म चाहिँ खानासाना नखुलाएर राख्नुपर्छ, अनि बल्ल आउँछ ठिक ठाउँमा साला। माथिको टक्क सरर पार्कमा आइसक्यो है, सरर पार्कमा आइसक्यो। म नि एकछिन अब ट्याक्क बस्छु, विश्राम गर्छु है, किनकि मेरो फोनमा धेरै चार्ज छैन, चार्ज सेभिङ गर्नुपर्छ, अनि त्यो क्लिप पनि हान्न भएको छ नि त है त। लाइटिङ सुरु भइसक्यो है, अब चाहिँ म जाँदैछु तलतिर। ल हेर्नुहोस् त, लाइटिङहरू चाहिँ बवाल भइसक्यो मासतिर। अब चाहिँ मैले तलतिर जाँदैछु सरर लाएर है, ठक्क लाएर यहाँ लाइटिङहरू यस्तो छ। के कस्तो लाग्छ यहाँको नाइट भाइब्स? म चाहिँ नाइट भाइब्स खोजिरहेको थिएँ, नाइट भाइब्स कस्तो हुन्छ हेर्नु होला है त। हेलो हेलो, हेर्नुहोस् होला यहाँको चाहिँ स्पोन हुँदो रहेछ। यहाँको स्कलहरू दामी दामी छ, टोपीहरू होइन, हातमा लगाउने ब्यान्डेजहरू है, ब्यान्डेज के भन्छ त्यसलाई, हातमा दामी छ भाइ, दामी छ। यहाँ चाहिँ भर्खर खोल्ने रहेछ, रातिमा खोल्दा रहेछ यो चाहिँ, कस्तो छ। यो लाइटिङ यो टाइमको लागि चाहिँ म धेरै वेट गरेँ, अघिदेखि म वेट गरेको। अहिले 8 बजिसक्यो है, म चाहिँ धेरै टाइमदेखि वेट गरेर थिएँ। टक्क लाएर ल हेर्नुहोस्, यो पनि घरिघरि चाहिँ भिग्नै भाइब्स सुनिदिन्छ है भिग्नै जुसरी भाइब्स। बुढाबुढीहरू छन् यो चाहिँ, यो त दामी मासतिर यतातिर नि धेरै दामी दामी छ। म चाहिँ आज यताबाट माथिबाट चाहिँ जान्छु, यताबाट चाहिँ जान्छु होइन, टक्क यहाँबाट चाहिँ दामी ओह्रालो देखिन्छ। टक्क लाएर चाहिँ यही हो, यो स्ट्रिट चाहिँ दामी लाग्छ मलाई है, यो लाइटिङ चाहिँ दामी छ यो स्ट्रिट। बब मार्ली टक्क लाएर
यो खासै क्राउड नरहेछ मा यो चाहिँ दामी छ है ल हेर्नुहोस् यहाँको चाहिँ टक्क आएर बिस्तारै लाइटको सुरु हुँदैन कोही दामी छ बस्किहालेँ है त सेकेन्ड ह्यान्ड क्लोथेस है ल यो चाहिँ स्क्वायर हो मेन स्क्वायर हो यो चाहिँ घोडेपार्कभन्दा थोरै माथिको है त ऊ त्यहाँ बसेर चाहिँ डेन्जर नेपाली दिदीबहिनीहरूले खुब टिकटक बनाउनुहुन्छ यहाँ चाहिँ यहाँ पनि खुब टिकटक बनाउनुहुन्छ नेपाली दिदीबहिनीहरूले आएर नेपाली दिदीबहिनीहरूले दाजुभाइहरूले सबैले है त यो हो हाम्रो यो चाहिँ मेन स्क्वायर हो है त म चाहिँ मेन स्क्वायरमा आइसकेँ अब ट्याक्क लगाएर ट्रम चढेर सुइट्टै गइन्छ रुमतिर है त यहाँ चाहिँ अब सबजना घरतिर नजानलाई रेडी छन् सबैतिर यतापट्टिको लाइन पनि उतापट्टिको लाइन पनि सबैतिर है त ट्याक्क लगाएर रेडी छन् सबजना यहाँ भिड छ भिड है भिड छ ट्याक्क लगाएर के कस्तो हुन्छ अब ट्रम्प कति छिटो पाउँछ कि ढिलो पाउँछ हेरौँ ल चाहिँ म चाहिँ यसो तलतिर नजाराको लागि जाँदैछु है त यहाँ चाहिँ के कस्तो हुन्छ हेर्दै जाऊँ है त हुँदै यहाँबाट चाहिँ यताबाट 3 पास गर्न मिल्छ सट्ट है म तपाईँहरूलाई देखाउँछु है त ट्याक है त ल यो चाहिँ यहाँ रहेछ त यो भइसक्यो बेलुका पनि भइसक्यो अब म चाहिँ घरतिर फर्किन लाग्यो मेरो दिनै झुर छ सायद म यता मासतिर आउनु नै मेरो दिन चाहिँ झुर हो अस्ति नै पनि त्यस्तै भयो ट्रम बिग्रेर हिँड्दै जानु पर्थ्यो फेरि अघि पनि त्यस्तै भएर थियो अहिले पनि फेरि आइदियो हामी सबै लाइनमा सरेर जाँदैछौँ है हिँड्दै म पनि हिँड्दै आउँदैछु के गर्नु यहाँ झलाउने घरि गर्दा यता मासतिर आउनु नै मेरो लागि चाहिँ मनौटी दिल हो कि जस्तो लाउनु थाल्यो ल है त अब के गर्ने अब हिँड्दै जानु पऱ्यो तल अटो बस स्टेसनसम्म चाहिँ हामी यहाँ नियर बाई काठमाडौँबाट चाहिँ थोरै तल रहेछ ग्लाबिनभन्दा एक स्टेसन तलबाट चाहिँ हामी हिँड्दै जाँदैछौँ है के गरिन्छ नि अब हिँड्दै जानु पऱ्यो के गर्ने दुःख पाउन मात्रै लेखेको रहेछ उता लास्का हुँदै जान लागेको थियो हामी चाहिँ लास्का हुँदै घुम्दै किन जाने भन्दा बरु हिँडेर त्यहाँ अटो बस स्टेसनसम्म पुगेर बरु त्यहाँ टुक्क गइहाल्नु हुन्छ भनेर चाहिँ हामी सर्टकट वे लियौँ है त दुःख मात्रै लेख्छ निधारमै दुःख लेखेपछि के गर्ने हजुर के गर्ने होइन बस स्टेसन आइसक्यो है अब हेरौँ कति नम्बरको ट्रम छ सबको लाएर अटो बस स्टेसन है त कति नम्बरको ट्रम छ के छ 6 नम्बरकै ट्रम भइदियो भने त बिजेत हुन्छ यहाँ दिमाग लागेको काम घन्टी जस्तो भयो यार त्यत्रो बाटो घुमेर हिँडेर होइन सर्टकट आउँछु भनेको लास्टमा त्यही ट्रम पुर्न पऱ्यो कि यहाँ आएर फाइनली म चाहिँ मेरो रुममा नि आइसकेँ अब 3-4 घन्टाको यात्रापछि यताउता घुम्यो होइन ट्याक्क लगाएर मेरो भिडियो चाहिँ के कस्तो लाग्छ प्लिज कमेन्ट गर्नु होला प्लिज सजेस्ट मी गाइज केही तपाईँहरूलाई मिसिङ फिल भयो भने प्लिज सजेस्ट गर्नु होला
एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब अन माई युट्युब च्यानल अनि घन्टी टिङ बजाउनु होला है त हस् त थ्याङ्क यू लभ यु अल माई फ्रेन्ड्स